नमस्ते, जय श्रीराम, हर हर महादेव। पहिला त्यो भिडियो हेर्नु के म तल लगाइदिन्छु, त्यसपछि म त्यसको कुरा गर्ने कुरा गर्छु क्या। मंदिर के या के पोखरी के या के भूमि के संरक्षण राष्ट्रिय स्वतन्त्र पार्टी गर्दै आएको। सुन्नु बता बोल्ने शैली हेर्नु त उहाँको ल लोभ त रहेछ त नि मेयरको खुसी राजीनामा दिएर अनि त्यहाँदेखि प्रधानमन्त्री बन्न पुगेका छन् नि त घण्टा बजाएर। तिमीले मन्दिर मात्रै देख्यौ र त्यहाँ पोखरी मात्रै देख्यौ, मस्जिदको बारेमा सोच्नु पर्दैन? देशको प्रधानमन्त्री हुन लागेको छौ भनेर खुबै सम्झिनु, पानी छम्किनु। एउटा मुसलमानहरूले यदि तिमीलाई भोट दिएछ भने त्यो मुसलमानहरूलाई नि लालच बेच्छु म। मुसलमानहरूले यदि भोट दिएछ भने मुसलमानले आफ्नै मुसलमान कौमलाई दिनुपर्छ भोट र जिताउनु पर्छ। मैले हेर्नु भयो नि भिडियो हैन? त्यो भिडियोमा के बोलेको छ भने बालेन शाह हिजोको दिनमा जनकपुरमा जाँदाखेरि हैन मन्दिर संरक्षण गर्नुपर्छ, मठ मन्दिर लगायत विभिन्न धार्मिक संस्थाहरू संरक्षण गर्नुपर्छ भन्ने कुराहरू गर्दाखेरि रबिना खातुनले के भनिरहेको छ भने कुनै पनि मुस्लिमले बालेनलाई भोट दिँदैन अरे हैन। कुनै पनि मुस्लिमले यदि बालेनलाई भोट दिँदैन र हिजोको दिनमा तिमीहरूले हामीलाई के भन्ने गर्थ्यौ भने कि तिमीहरू हिन्दू मुस्लिमको राजनीति गर्दैछौ। आज म प्रश्न खुलेर भन्छु, यदि मुस्लिमहरूले बालेनलाई भोट दिँदैन भने हामी पनि 81% हिन्दू छौँ। हामी पनि कुनै पनि मुस्लिम क्यान्डिडेट लगायत जसले पनि मुस्लिम समुदायलाई समर्थन गर्छ त्यसलाई भोट दिँदैनौ। र अर्को कुरा तिमीले के भनिरहेछौ भने हिजोको दिनमा विभिन्न धार्मिक संस्थाहरूदेखि इन्डियादेखि प्रचलित लगायत विभिन्न ठाउँदेखि प्रचलित भन्ने कुराहरू गरिरहेको हुन्छौ र यिनीहरू हिन्दू मुस्लिमको राजनीति गर्छ। आज त कुरा प्रश्न भयो नि त, कसले हिन्दू मुस्लिमको राजनीति गरिरहेछ र तिमी भनिरहेछौ मुस्लिमले मुस्लिम समुदायलाई मात्रै भोट दिनुपर्छ, राईले मात्रै भोट दिनुपर्छ भने हामी पनि एउटा अभियान चलाउँछौँ, हिन्दूले हिन्दूलाई मात्रै भोट दिनुपर्छ र जसले अभियान चलाउँछ हिन्दू राष्ट्रको अभियान जसले चलाउँछ हामी पनि त्यसलाई मात्र भोट दिन्छौँ। र तिमी जस्तो तिमीलाई अस्तिको भिडियोमा पनि मैले भनेको थिएँ थुत्नो कम चलाऊ क्या, थुत्नो कम चलाऊ। जब सिङ्गो सुँगुरको बच्चा लगेर नि मुखमा फालिदिन्छु, याद गर्नु नि फेरि। अस्तिको दिनमा तिमीलाई भनेको थियो थुत्नो अलिक कम चलाउने गर क्या, सिङ्गो सुँगुरको बच्चा जिउँदै म गएर फालिदिन्छु। हामीहरूलाई तिमीहरूको पुरै मजाले इलाज थाहा छ कि तिमीहरूको इलाज कहाँ कसरी र के गर्ने भनेर। र व्यक्तिगत मैले भनेको थिएँ नि व्यक्तिगत जानु नपरोस्, ज्ञान हामीलाई दिनुभन्दा पहिला नि कतिवटा बिहे गरेका छस् के गरेका छस् होइन सार्वजनिक गरिदेऊ भनिदेऊ। मलाई आफ्नो घर चलाउन नसकेको मान्छे समाज नगर र क्षेत्र चलाउने कुरा गर्छस्, याद रहोस् जेपी पाण्डेले बोल्दैछ। अबको दिनमा मुस्लिमले यदि मुस्लिमलाई मात्रै भोट दिन्छ भने हामी हिन्दू पनि 81% हिन्दू, हामी हिन्दूलाई भोट दिन्छौँ र हिन्दू राष्ट्रको पक्षमा जसले कुरा गर्छ हामी पनि त्यसलाई मात्रै भोट दिन्छौँ। हस् त, जय श्रीराम, हर हर महादेव।